बच्चाहरूलाई चाहिँ राम्रो संस्कारी बनाउनको लागि चाहिँ अरू थप के गर्नु पर्ला? मैले अगाडि नै भनिसकेँ। हजुर मैले अगाडि रोलमा भनिसकेँ त यस्तो यस्तो हुनुपर्छ भनेर। होइन, अझै बढी मलाई थप कुराहरू जान्न मन लाग्यो। केही फेरि थपिदिनु न हल्का कुराहरू। मैले अगाडि भने जस्तो लाग्न छ। अब दोहोरिए पनि तिनै कुरा भन्छु है त। हस्। मलाई जानेको तर्क हो। अब मभन्दा ठुला ठालु कति छन् जानी सुन्नी पढे लेखेकाहरू भनिराखेका छन् त। हजुर। अब मेरो पनि तर्क, अब म नजान्ने मान्छेको तर्क यही हो। स्कुलको क्लासमा सबै यस्ता तालिममुक्त पिरियड पनि राख्नुपर्छ। हजुर। त्यसमा अब अहिलेको पढाइहरूले त्यस्तो यस्तै कुरा जान्दैनन् भन्ने हो भने नपढेकै आमा भयो नि त्यो हप्ताको 1 घन्टीको लागि पैसै दिएर भए पनि बोलाएर ट्रेनिङ गराउने। जस्तै बत्ती काट्ने, टपरी गाँस्ने, यो चामलहरू केलाउने, नाङ्लोहरू खेलाउने, नाङ्लो केलाउने भन्थे हाम्रो आमाहरूको पालामा। जस्ता सिप तालिम मुक्त कुराहरू त अब नपढेकै घरैसी काम गरे आमाहरूले जान्दछन्। नपढेको अब गाउँमा हुर्केकाहरूले, सहरमा हुर्केकाहरूले त जान्दैनन्। गाउँमा हुर्केकाहरूले त्यो कहीँबाट झिकाएर भए पनि अब गाउँकै मान्छे नि सहरमा आएका छन्। भए पनि नपढेकै आमाहरूलाई पनि उनीहरूले त गरी खान जानेका हुन्छन्। त्यस्ता आमाहरूलाई, छोरी मान्छेहरूलाई झिकाएर भए पनि। अनि हलो जोत्ने विषयमा, हलो जोत्ने पनि एउटा ट्रेनिङ चाहिन्छ, तालिम चाहिन्छ। छोरा मान्छेलाई हलो जोत्ने, छाने घर छाउने, खरको छाना। अब अहिले बिस्तारै फेरि खरको छानाहरू भएको होटेलहरू देखाउन थाल्यो। त्यो लोप भएर के यी सबै पुरानो यस्तो थियो है भनेर हाम्रो नेपालको हाम्रो परम्पराको संस्कृति रीतिरिवाज नहराओस्, यस्ता चाहिँ पुरानो मौलिक कलाहरू रहिरहोस् भन्नको लागि चाहिँ यो घर छाउने कला, हलो जोत्ने खन्ने कला, जोत्ने खन्ने नै छैन भने त अहिले त्यो खेती किसानीले अब कसले गरिदिएर खाछन् र कति खन्ने कला त छ नै। जोत्ने पनि कला ट्र्याक्टरको मात्रै भरले हुँदैन। गाउँमा त अब त्यो ट्र्याक्टर नलाग्ने ठाउँहरू छन्। अब जोत्छन्। कतिपय ठाउँमा फेरि डाँडो काँडोमा पनि जाने खालको मिसिन बनाएका छन्। त्यसैले गर्दा त अब अहिले बाछाहरू मार्ने अवस्था आएको छ। अनि ती कलाहरू अब नपढेकै बाउहरू केटा मान्छेहरू झिकाएर भए पनि त्यो एक दिने ट्रेनिङले, 1 पिरियडको ट्रेनिङलाई यो तालिम सिकाउनु एकदमै आवश्यक छ। हाम्रो परम्परा विदेशीले चाहिँ पश्चिमाहरूले हटाइदिन खोजिसकेको छ। तैपनि कतिपय याद भएका अब हामीहरू जस्ताहरू छौँ, हामी जस्तो उमेरकाहरू छौँ। हाम्रै अब कति 100 वर्षीय बाहरू पनि कतिपय जीवित हुनुहुन्छ। अनि संस्कारी, अरू थप संस्कारी बनाउनलाई एक विषय, जस्तै पहिले अङ्ग्रेजीको एउटा विषय थियो। त्यही एउटा अङ्ग्रेजी विषय 4 कक्षाबाट कह सुरु गर्ने अङ्ग्रेजीले प्रशस्त अङ्ग्रेजी बोल्न काफी थियो। नजान्नेलाई मात्रै हो, अलि जान्नेलाई। एसएलसी पास गर्दाखेरि अङ्ग्रेजी प्रष्टै बोल्न जान्ने भइसक्थे। त्यस्तै संस्कृति विद्या पनि 4 क्लासबाट सुरु थियो त्यति बेला। संस्कृति विद्या पनि एउटा त्यतिखेर पनि संस्कृति विद्या एउटा क्लास संस्कृतिले पनि एसएलसी पास गर्दाखेरि लगभग सामान्य कर्मकाण्ड गर्ने, गोदानहरू गर्ने, शान्तिमा श्राद्ध गर्ने जान्ने नै भइसक्थे। धेरै गुरुकुलमा धेरै गाह्रो पर्दैन थियो। त्यो संस्कृति विद्या एउटा। जस्तै अब अलि ठुलै बन्दी विद्यार्थी भए यो अङ्ग्रेजी पनि यो अहिले भनौँ न यो उबाटै होइन कि यो 2 वर्ष 18 महिनाको बच्चाहरू बोर्डिङ मोन्टेसरी पठाउँछन्, त्यस्तो उमेरबाट चाहिँ होइन। त्यस्तो उमेरबाट चाहिँ मैले पहिले भनिसकेँ नेपाली नै सिकाउन आवश्यक छ। जब अङ्ग्रेजी सिकाउनु छ भने एउटा मात्रै पुस्तक 1 क्लासबाट, एउटा मात्रै पुस्तक 1 क्लासबाट भयो भने अङ्ग्रेजी भाषा त आवश्यक छ। र संस्कृति पनि 1 क्लासबाटै, संस्कृति विद्याको पुस्तक पनि एउटा 1 क्लासबाटै भइदियो भने बुवाहरू त्यो 6-7वटा 8-10वटा अङ्ग्रेजी भाषाको पुस्तकको साँटो त हाम्रो अल नेपालमा कति भाषाहरू छन्। अल नेपालको भाषा अल नेपाली होइन त। यो हो त्यो 123 भाषा नै जान्ने सिस्टम बरु हुन आवश्यक छ क्या। पश्चिममा अब हाम्रो सबै भाषा त्यो पुरानो भाषा चाहिँ पश्चिमको भाषा, सुदूरपश्चिमको भाषा भन्छन्। उनीहरूले कतिपय हाम्रो भाषा नजानी छन्।
हाम्रो हामीले उनीहरूको जान्दैनौँ। हामी नेपालभित्र एउटै संस्कृति परम्पराभित्र छौँ। यी सबै हाम्रो देशभित्रकै बरु पुस्तक तयार गरेर पाठ्य पुस्तक तयार गरेर देशभित्रभरिकै भाषा सबैको भाषा जान्नु आवश्यक छ क्या। जहाँ गयो नि सजिलो होस् होइन। जस्तै पैसा दिएर जापानिज भाषा बोले जस्तो एउटै अङ्ग्रेजी भाषा भन्दा बरु जापानिज एउटा पुस्तक होस्, पैसा तिरेर कोरियन एउटा पुस्तक होस्। मैले पहिले नि भनिसकेँ। त्यहाँ माथि नेपालभरिकै भाषा जान्नु आवश्यक छ। अनि संस्कृति पुस्तक एउटा होस्, त्यसपछि अङ्ग्रेजी ऊबाट होस्, नेपालीबाट होस् र त्यति भएपछि अहिले त एसई भन्छन्। एसई गरेर 3-4 महिना कति छुट्टी हुन्छ, त्यो छुट्टीमा अनिवार्य गुरुकुल पढाउने। त्यो 3-4 महिनाको लागि गुरुकुलको क्लास पनि प्रत्येक स्कुलको एउटा क्लासमा हुन आवश्यक छ। गुरुकुल पढाउने टिचर हुन आवश्यक छ। अब अहिलेको सरकारले मान्छन् भने प्रत्येक एउटा क्लास गुरुकुल त्यो 3-4 महिनाको लागि भयो भने धेरै जान्ने हुन्छन् विद्यार्थी। धेरै त्यो 3-4 महिनामा धेरै खालका सभ्य हुन्छन् क्या, धेरै ज्ञानी हुन्छन्, धेरै संस्कारी हुन्छन् त्यो 3-4 महिनामा। प्रत्येक स्कुलमा मेरो सोचाइ चाहिँ प्रत्येक स्कुलमा एउटा गुरुकुल पढाउने क्लास हुन आवश्यक छ। कक्षा एउटा क्लास छुट्टै क्लास हुन आवश्यक छ। बिदापछि त्यहाँ गएर पढुन् प्रत्येक स्कुलमा, प्रत्येक जिल्ला मात्रै होइन प्रत्येक स्कुलमा गुरुकुल पढाउने सिस्टम हुनुपर्छ एसईबाट पछाडि। अनि 3-4 महिना त्यो महिने बिदामा अनि त्यहाँ बजाउने गाना सबैकै त्यहाँभित्र सांस्कृतिक सबै गाना गाना यस्तो हुनुपर्छ उस्तो। 3-4 महिनामा धेरै कुरा सिकाइसकेको छ नि। विदेशी भाषा सिक्छ भने संस्कृतिको पनि जानिसक्दछन्। अनि त्यसमा इच्छा लाग्ने विद्यार्थीहरू गुरुकुलै पढ्छु भन्छन्, गुरुकुलै पढ्नु जे मन लाग्छ त्यही। अब सबै थोक पढाइ त्यसमा भित्र नि भइहाल्छ। एसईसम्म सबै पढ्दै गइराखेकै हुन्छन्। त्यहीँभित्रै अब अरू मास्टरसम्मको क्लास नि भइहाल्छ। त्यसैबाट पढ्छन् होइन। हामी गुरुकुलबाटै मास्टर गर्छौँ भने पनि अब सबै थोक पढाइ त्यहीँ छ। अब हामी यहाँबाट बाहिर जान्छौँ भने छुट्टै कुरा छ। जब तर यो 3-4 महिना कति बिदा हुन्छ रिजल्ट नआउन्जेल त्यो भरि त्यो जहाँ दिएपछि चाहिँ त्यो समयभरि चाहिँ गुरुकुल को क्लास प्रत्येक स्कुलमा हुनुपर्छ। हाम्रा बच्चाहरू पहिले जस्तो संस्कारी हुनको लागि हरेक भाषा एउटा अङ्ग्रेजी किताब बाहेक जुन पुस्तक पनि नेपाली भाषाकै हुनुपर्छ। जस्तो नैतिक शिक्षा यस्तै अब हामीहरूको बेलामा थियो। सामाजिक समाजको लागि विज्ञान नेपाली भाषामा थियो। अहिले साइन्स भन्छ। ती सबै कुरो नेपालीकै भाषामा आवश्यक छ। एउटा मात्रै भाषाको लागि एउटा मात्रै विषय चाहियो। विदेश जानुपर्छ अङ्ग्रेजी त चाहियो नै। सकेसम्म अब हामीले प्रार्थना गर्दाखेरि त नेपालबाट विदेश जान नपर्ने खालको अवस्था आओस् अबको 5-7 वर्षमा। तर पनि अब जहाँ भाषा जान्न आवश्यक छ समयअनुसारको एउटा क्लास त अङ्ग्रेजी भाषा नि चाहिन्छ। बरु अरू देशको भाषा जस्तै कोरिया जान्छन्, जापान जान्छन्, चाइना जान्छन्, चाइना भाषा आवश्यक छ। अनि त्यसरी पढाइबाटै पढौँ जानु नभए पैसा खर्च गरेर भाषा सिक्नु पर्दैन। एउटै देशको मात्रै त्यो अङ्ग्रेजी भाषा मात्रै 8-10वटा किताब के खान चाहियो। संस्कार बिगार्ने किताब भाषाको लागि एउटा भए पुग्छ। जति पनि पाठ्य पुस्तकहरू नेपाली भाषामा नै चाहिन्छ। हिसाब किताब इतिहासमा नेपाली भाषामै चाहिन्छ। एउटा पुस्तक चाहिँ विदेशी अब अङ्ग्रेजीको नि चाहियो। हिन्दीको पनि बरु एउटा भयो हिन्दी नेपाली एउटै उनी भए पनि भाषा जान्न आवश्यक छ। कति हामीले फिल्महरू हेरेर कुरा बुझ्छौँ त कति फर्काउन जान्दैनौँ होइन, कति बुझ्दैनौँ। हामीलाई त कति 20-25% अलिक बुझ्छौँ होला। यस्तोको लागि बरु हिन्दू भाषाको नै जान्नु बरु आवश्यक छ। छिमेकी भाषा चाइना भाषा यही भन्छु मैले।